नमस्ते साथीहरु, तपाईहरु पनि आफ्नो राष्ट्रिय परिचय पत्रलाई डाउनलोड गर्न चाहनुहुन्छ भने अहिले चाहिँ मोबाइलमा ओटीपी आउँछ मात्रै डाउनलोड हुन्छ। त्यो कसरी गर्ने डाउनलोड यस भिडियोमा तपाईहरुलाई देखाउने छु अनि सिकाउने पनि छु कसरी डाउनलोड गर्ने। त्यसको लागि चाहिँ सबभन्दा सुरुमा तपाईहरुले क्रोम ब्राउजर या गुगललाई कुनै पनि ब्राउजरले जस्ट ओपन गर्नु होला। ओपन गरिसकेपछि अनि यहाँ चाहिँ तपाईहरुले सर्चमा जानु होला अनि यहाँ चाहिँ तपाईहरुले NIN नम्बर सर्च गर्नु होला। यतिकै सर्च नम्बर चेक भनेर सर्च गर्नु। सर्च गरिसकेपछि सुरुमै त्यो वेबसाइट आउने छ अनि यो वेबसाइटमा फाइन्ड नेशनल आईडी नम्बर भनेर छ अनि यहाँ जस्ट क्लिक गरिदिनु होला। क्लिक गर्न बित्तिकै तपाईहरुनिर यस्तो इन्टरफेस खुलेर आउँछ अनि यहाँ चाहिँ तपाईहरुले डाउनलोड योर ENID भनेर यस्तो आछ। यहाँ चाहिँ तपाईहरुले आफ्नो फुल नेम नेपालीमा अनि यहाँ चाहिँ तपाईहरुले फुल नेम इंग्लिशमा हाल्नु होला अनि डेट अफ बर्थ अनि नागरिकता कहिले बनेको छ त्यो इस्यु डेट अनि यो क्याप्चा फिल गरेपछि तपाईहरुको डाउनलोड गर्न मिल्छ। म यो फिल गरेर अनि तपाईहरुलाई देखाउने छु। त्यसको लागि यहाँ चाहिँ सबभन्दा सुरुमा यहाँ चाहिँ नेपालीमा लेख्नलाई यहाँ चाहिँ लेख्नु होला तपाई आफ्नो नाम नेपालीमा लेखिसकेपछि अनि यहाँ चाहिँ इंग्लिशमा चाहिँ लेख्नु होला। इंग्लिशमा चाहिँ म लेखिहाल्छु, तपाईहरु पनि लेख्नु होला अनि डेट अफ बर्थमा तपाईहरु आफ्नो जन्म मिति दिनु होला। जन्म मिति दिइसकेपछि यहाँ चाहिँ नागरिकता कहिले बनेको छ त्यो डेट दिनु होला। म यहाँ हालिरहेको छु, तपाईहरु पनि हाल्नु होला। हालिसकेपछि अनि क्याप्चा फिल भनेर आउँछ अनि यो क्याप्चामा चाहिँ तपाईहरुले जुन स्मल या क्यापिटल छ नम्बर छ त्यो हाल्नु होला। यहाँ चाहिँ के चाहिँ स्मल क्यापिटल छ अनि M चाहिँ स्मल छ 9 अनि 4GI अनि सर्च गर्नु होला। सर्च गरिसकेपछि यहाँ चाहिँ तपाईहरुको मोबाइलमा जुन राष्ट्रिय परिचय पत्र बनाउनु बेला जुन चाहिँ तपाईले नम्बर दिनुभएको थियो त्यो नम्बरमा चाहिँ तपाईहरुको ओटीपी आउँछ। यो ओटीपी यहाँ चाहिँ हालिसकेपछि अनि भेरिफाई ओटीपीमा क्लिक गर्नु। भेरिफाई ओटीपीमा क्लिक गरिसकेपछि तपाईहरुको परिचय पत्र यहाँ देखाउने छ अनि देखाइसकेपछि अनि तलतिर जानु होला अनि यहाँ देखाउँछ कार्ड डाउनलोड कार्ड भनेर अनि यो डाउनलोड कार्ड भन्ने अप्सनमा क्लिक गर्नु। डाउनलोड कार्ड भन्ने अप्सनमा क्लिक गरिसकेपछि अनि ओपन फाइल अनि सेभ फाइल भनेर आउँछ अनि सेभ फाइलमा क्लिक गर्नु अनि यो डाउनलोड भइहाल्छ। डाउनलोड भइसकेपछि यो चाहिँ अब कहाँ जान्छ म तपाईहरुलाई देखाइदिन्छु। यहाँ चाहिँ तपाईहरुले आफ्नो फाइल म्यानेजरमा आउनु होला। आइसकेपछि अनि यहाँ चाहिँ डकुमेन्ट यहाँ चाहिँ यसमा थिच्नु अनि यहाँ चाहिँ तपाईहरुको म डाउनलोड गरेको देखाइदिन्छु। यहाँ डाउनलोडमा क्लिक गर्नु होला अनि यहाँ चाहिँ तपाईहरुले नेशनल आईडी हेर्न सक्नुहुन्छ, यसमा थिच्नु होला। थिचिसकेपछि यहाँ चाहिँ तपाईहरुको इन्टर योर पासपोर्ट भनिरहेको छ। अब पासपोर्ट के हुन्छ भने तपाईहरुको नामको सुरु नेमको 4 वटा डिजिट क्यापिटलमा हुन्छ। जस्ट मैले यहाँ क्यापिटलमा हाले अनि तपाईहरुको जन्म मिति कति छ जस्तै 2050 हो कि 2065 हो त्यति हाल्नु होला अनि हालिसकेपछि अनि ओके गर्नु होला। ओके गर्न बित्तिकै तपाईहरुको राष्ट्रिय परिचय पत्र डाउनलोड हुन्छ अनि यसलाई स्क्रिनशट गरेर तपाईले मजाले फोटोकपी गर्न सक्नुहुन्छ। ल त साथीहरु, अहिलेको लागि यति नै।